वेलकम ब्याक टु माई च्यानल गाइज। आज चाहिँ म होइन यहाँ आर्कान्साबाट टेनिसी आएको छु होइन। यो चाहिँ यसलाई के भन्छ, हाम्रो हिन्दूहरूको मन्दिर आएको छु है। ला कति 3 वर्ष भयो, 3 वर्षपछि मन्दिर आएको है म चाहिँ। आज म मन्दिरहरूको चाहिँ अब देखाउँछु। म आइसकेँ होइन, म मन्दिरको लाइक गेटमा छु। म देखाउँछु त हजुरहरूलाई कस्तो यहाँको मन्दिर होइन। अब अमेरिकाको मन्दिर यो चाहिँ के भन्छ, इन्डियन कल्चरल समथिङ यस्तै के हो यो चाहिँ होइन। मन्दिर रहेछ यो यहाँनिर। हामी बसेकोबाट कति लगभग 1.5 घन्टा लाग्दो रहेछ यहाँ आउनुलाई है। अब यहाँ कस्तो के छ हेर म त गाइज। ल अब म चाहिँ टक्कै यहाँनिर होइन, यो चाहिँ गेट है, यो चाहिँ गेट होइन। म टक्कै यहाँबाट छिर्छु अब होइन। पुरै आज वेदर पनि बवाल छ, यस्तो छ यहाँ त वरिपरि चाहिँ होइन। यस्तो रहेछ वरिपरि, कडा लाग्यो मलाई चाहिँ। जोस् धेरै पछि आयो लाइक हुन्छ नि, कति 3 वर्ष पछि म ट्याक्कै यहाँ हुन्छ नि मन्दिर टेकेँ होइन। त्यही हो, यस्तो छ। म अब तपाईँहरूलाई चाहिँ म भित्र गएर पनि देखाउँछु है त। यो चाहिँ हनुमानको मूर्ति भयो होइन। अनि यहाँ चाहिँ एउटा सिंह, अर्को सिंह होइन। अन्त त्यसरी यहाँ चाहिँ अर्को सिंह क्या, 3जना सिंह क्या यहाँ चाहिँ। अब बाघ के अरे सिंह क्या, बाघ पनि होइन, सिंह राजा। मलाई थाहा छैन यहाँ कस्तो के हो मन्दिरै, मैले कुरै बुझिनँ क्या। अब भित्र चाहिँ छिर्छु होइन एकछिनमा। मन्दिर चाहिँ खुल्या छैन अरे क्या, यहाँ चाहिँ टाइम हुँदो रहेछ खुल्ने मन्दिर होइन। अनि अहिले खुल्या छैन अरे, अब कति 10 मिनट पछि खुल्छ अरे होइन। 10 मिनट यता वरिपरि घुम्छु म, के रहेछ कस्तो रहेछ होइन। म हजुरहरूलाई देखाउँछु त के कस्तो छ मन्दिर वरिपरि। सट्टै ग्राउन्ड घुमेर देखाउँछु है त। ल यहाँ चाहिँ त्यो मन्दिरभित्रको चाहिँ फोटो खिच्न पाउँदैन अरे, बाहिरको हुन्छ नि खिच्न पाइन्छ अरे। म मन्दिरभित्रको चाहिँ म खिच्दिनँ होइन। भएको एउटा फोन पनि राखिदियो भने त बर्बाद हुन्छ नि त। अनि त्यही हो गाइज। म त निस्केँ मन्दिरबाट एउटा स्याउ लिएर, यहाँ प्रसाद लिएर निस्केँ टिका सिका लगाएँ। भित्र चाहिँ बवालै रहेछ क्या, बवाल त्यो हुन्छ नि। त्यो अब एकदम बवालै थियो होइन, भन्नै सकेन होइन। एकदम बवाल थियो। अनि अब भित्र चाहिँ अब खिच्न पाइँदैन रहेछ, खिच्यो भने तपाईँको कति $500 फाइन रे। अब $500 तिर्न सक्दिनँ नि त होइन। अनि एकदम बवाल छ होइन। जति पनि आर्कान्सामा हुनुहुन्छ होइन, यहाँ एकताल आउनु है त, यो मन्दिर आउनु है। मेम्फिसको यो हिन्दू कल्चरल के भन्ने मन्दिर हो, जस्तो तपाईँले त्यो म्यापमा भेट्नुहुन्छ। बवालै छ। ल एकचोटि आउने पनि ठाउँ हो, आउनु एकचोटि होइन। त्यही हो गाइज है त। म गाइज अब चाहिँ म यहाँबाट बालाजी जान्छु है। बालाजी गएर साथीहरूलाई सामान पनि लगिदिन्छु होइन। भाइहरूले पनिरहरू भन्थ्यो, पनिरहरू लगिदिन्छु। अनि त्यो पछाडि एउटा साथीले मलाई के भन्छ, पनिर अनि फ्रुटीहरू के भनेको थियो होइन। उसको लिस्ट आएको क्या, लिस्ट हेर्छु। अब त्यो साथीले चाहिँ भिडियो हेरेर यहाँ कमेन्ट गर्छ है, को साथी हो अब त्यो तपाईँलाई थाहा भइहाल्नुहुन्छ होइन। कमेन्ट हेर्नु त्यो साथीको चाहिँ। अब म चाहिँ निस्किन्छु गाइज। हामी आफ्नो रफ्तारमा हिँडिरहेको छौँ यहाँ होइन। अनि त्यही हो, आज अब अलिकति घुम्न भनेर निस्किएको मन्दिर। अब मन्दिर आएपछि अलि वरिपरि नि घुम्नु पऱ्यो नि त। अनि त्यही भएर वरिपरि अब यसो वरिपरि घुम्ने मतलब तपाईँको के भन्छ, सामानहरू किनेर क्या। जोन्सबोरोमा केही पनि पाउँदैन नि त खासै। एउटा दाइको छ होइन त्यहाँनिर, त्यो के भन्छ एउटा पसल छ जोस्, हाम्रो किराना पसल। त्यहाँ पाउँछ तर अब तरकारीहरू पाउँदैन क्या त्यहाँनिर, तरकारीहरू यताउता पाउँदैन। अनि त्यही कारणले गर्दा चाहिँ अब तरकारीहरू चाहिँ अब अस्ति चाउचाउहरू दाइकोबाट ल्याइसकेको छ मैले। अब आज चाहिँ यहाँ यता गएर त्यो इन्डियन स्टोरमा गएर अनि तपाईँको के भन्छ तरकारीहरू, करेलाहरू यताउति ल्याउने हो क्या। त्योहरू त निस्केको, अरू त यस्तै हो गाइस। एकचोटि अब तपाईँलाई म उता गएर भेट्छु है त गाइस। सेट्यु सबै पाउँछ यहाँ चाहिँ, मुलाहरू यताउता सबै छ यहाँ चाहिँ। लौकाहरू जति भयो नि है, लौकाहरू यताउता सबै पाउँछ क्या। काँचो केरा होइन, मेवाहरू सबै पाउँछ यहाँ चाहिँ। अनि यो कागजी त जाने वालबाट पनि पाइहाल्छ होइन। यहाँ पानको पात पनि छ क्या, पानको पात पनि पाउँदो रहेछ। त्यही हो, पानको पातहरू, इस्कुसहरू, यो चाहिँ गान्टी मुला होइन, सबै छ क्या। यो अम्बा गाई यहाँ चाहिँ टन्नै मसला छ है, टन्नै मसला छ। सबै यो इन्डियन मसला हो है। तर मैले ठ्याक्कै मेरो आँखा चाहिँ केमा गयो भन्दाखेरि यहाँनिर हाम्रो सेन्चुरीमा गयो क्या होइन। तपाईँको हेर्नु यहाँनिर टक्क सेन्चुरी मसला मेड इन नेपाल क्या। अब कति मजा आउँछ त। अब यो मसला लानु परिहाल्यो अब 2-3टा होइन त। ल सेन्चुरी मसला है, सबैले जनाले सेन्चुरी मसला किनौँ है, अमेरिका हुनुहुन्छ भने नेपाली प्रडक्टलाई प्रमोट गरौँ। गाइज म चाहिँ अब यसो मेन्यु हेर्दैछु यहाँ होइन, के पाउँछु भनेर। यहाँ मोमो चाहिँ मैले देखिनँ क्या, मोमो हेर्ने गाइज मैले होइन। अब खानु त पऱ्यो, भोक लागिराख। मोमो छ खान्न। म चिकन बिरयानी खान्छु। अनि त्यस पछाडि भनेको त्यही हो, चिकन बिरयानी खान्छु है गाइज म। ल गाइज यो चाहिँ होइन चिकन दम बिरयानी आयो है, बवाल। यहाँको लाइक हुन्छ नि, यिनीहरूले बनाएको बिरयानी चाहिँ बवाल हुने क्या। अनि यहाँ चाहिँ चिकन 65, यो चाहिँ चिकन 65 है, चिकन 65 ललिपप। ऊ चाहिँ विनिता क्या गाइस। यहाँ चाहिँ मेरो अब यहाँ माल आयो क्या, यहाँ माल आयो होइन। अब म एउटा माल चाहिँ खाने कस्तो है त। ओहो वाह
फाइनली गाइज हामी चाहिँ घर आइपुग्यौँ होइन घुमेर गएर मन्दिर सन्दिर गएर होइन यताउति सामानहरू किनेर आयौँ यति भन्दै म चाहिँ मेरो भ्लग यहीँ लाइक समाप्त गर्छु होइन अनि अब लाइक फेरि अरू भ्लगमा भेटौँ है त गाइज थ्याङ्क यू अनि के भन्छ सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु है गाइज